मेरो आँखा पनि झिम्किँदा पनि मलाई यहाँ कस्तो भइरहेको बादल लागेको होइन, भर्खर बेला हुँदैछ क्या झुल्किने नै। मतलब सेकेन्ड हल्का 1-2 सेकेन्ड भिडियो बनाउन मेरो कस्तो मधुर आयो। आएपछि त कति टाइम लाग्दैन रहेछ है। बाबाले ठेकेको भने त्यो बाबा झनाले फोटो नहीं खींचा ना भाई। भुल्ला न ओ बोलो है बोलो। हेरौ छोरो, हेर त घाम कसरी झुल्किँदो रहेछ, कस्तो रमाइलो। उहाँहरू ऊ बलो बलो है, अब बलो उहाँहरू अब पुरै झुल्किसकोस् अनि तल जानुपर्छ। लु है, घाम र ड्रोन ठोकियो है मेरोमा त। हजुर, घाम र ड्रोन ठोकिन आँटे है मेरो भिडियोमा। ठोकेर आयो है। हामी हुँदा यतिको थियो। यतिको भएको भए त यतिको त हेरिहालिन्छ नि त, सन्तुष्टि मानिहालिन्छ नि। देख्यौ कति राम्रो सूर्य भगवान हेर्नु त सूर्य भगवान। केबाट निस्केको जस्तो हुन्छ भन्यो नि, त्यही रहेछ क्या है। मतलब त्यो तल थोरै भाग अझै बाँकी छ नि निस्किनु। अझ बादल लाग्छ होइन होला यहाँ ठिकै होला। बादल लागेको नि होइन हौ, यस्तै हो यो। धेरै ठाउँ हेरेर आँखाले देख्न छोडिसक्यो। कस्तो सजिलो है। अब त म हेरिरहन्छु। अब हेरेन अब एकछिनदेखि अब हेर्न सक्छ।